मौसमले च्यालेन्ज गर्दैछ यार। सो गाइज आज चाहिँ मेरो न्यू मिनी भ्लगमा हजुरहरुलाई स्वागत छ। आज चाहिँ लास्ट गर्मी भइराको थियो, त्यसैले लस्सी बनाउन गइराछु छु। फेरि यस्तो गर्मीमा नि यस्तो ज्याकेट किन लाको भन्नु होला, गर्मीबाट बस्नको लागि लगाएको हो मैले। ढिला नगरी लस्सी बनाउन लागौं। अब फर्स्टमा चाहिँ हामीले एकदमै चिसो दही चाहिन्छ, प्लस त्यसमा दुईटा केरा पनि एड गर्नुपर्ने हुन्छ। तपाईसँग सुपमेल छ भने सुपमेल पनि हाल्नु होला, किनभने यसले स्वाद चाहिँ एकदमै बबाल बनाउँछ। अब चाहिँ हामी ढिला नगरी दही हालौं। दही हालिसकेपछि हामीसँग भएको केरा पनि हालौं। ढक्कन लगाएर ग्राइन्ड गर्नुपर्ने हुन्छ। एकछिन हल्का पिसिएपछि थोरै चिनी एड गर्नुपर्ने हुन्छ, आफूले चाहिने जति। हामीसँग सुपमेल भएको एड गर्न चाहिँ नभुल्नु होला तपाईहरु। अन गरेर फेरि ग्राइन्ड गर्नुपर्छ। ल हाम्रो चाहिँ अब लस्सी रेडी भइसकेको छ। अब चाहिँ म ग्लासमा हाल्दै छु। तपाईहरुसँग चेरी र नारियलको धुलो भए त्यो हाल्दा पनि झन् बेस्ट भयो। यो हाल्नु कारण चाहिँ मलाई नारियल एकदमै मन पर्छ हरेक लस्सीमा, त्यसैले यो फ्लेभर हाल्दै छु। तपाईहरुसँग छ भने हाल्दा पनि भयो, छैन भने केही पनि फरक पर्दैन, आफ्नो चोइस हो। फाइनल लुक चाहिँ एकदमै बबाल छ। अब स्वाद चाहिँ कस्तो हुन्छ हजुरलाई रिभ्यू गर्नेछु। सो गाइज अब चाहिँ म टेस्ट गर्न गइरहेको छु कस्तो हुन्छ। टेस्ट चाहिँ एकदम मिठो एकदम।